ल सबैजनालाई स्वागत छ आजको यस क्लासमा। आज हामी डाइजेस्टिभ सिस्टम पढ्छौँ है त। ल सबैजना रेडी हुनुहुन्छ? ल आज हामी डाइजेस्टिभ सिस्टम वान सर्टमा सक्छौँ। एकदमै इम्पोर्टेन्ट टपिक रहेको छ। यहाँबाट के कस्तो लङ क्वेसन्सहरू सोध्छ त्यो कुराहरू सबै म भनिदिन्छु तपाईँहरूलाई है। सो एकदमै राम्ररी हेर्नु होला, कपी कलम लिएर बस्नु होला। मैले भनेको कुराहरू पनि टिप्दै जानु होला र यो पीडीएफ नोट्स सायद हाम्रो ग्रुपमा तपाईहरु पाउन सक्नुहुन्छ। त्यहाँबाट डाउनलोड गरेर मजाले प्रिन्ट आउट समेत गराउन सक्नुहुन्छ है त। यो सेम टु सेम पीडीएफ मैले त्यहाँ हाल्दिने छु। ओके ल सो डाइजेस्टिभ सिस्टम ढिलो नगरिकन अब स्टार्ट गरिहालौँ। अब डाइजेस्टिभ सिस्टम भनेको के हो? पाचन प्रणाली भन्छ नेपालीमा यसलाई है। सो सिस्टम भनेको के हो? हरेक टपिक पढाउँदाखेरि, हरेक सिस्टम पढाउँदाखेरि मैले सिस्टम भनेको के हो मैले भनेकै छु हैन। सिस्टम भनेको ग्रुप अफ अर्गनलाई सिस्टम भन्छ, यो तपाईलाई थाहा छ। सो डाइजेस्टिभ सिस्टम भनेको यस्तो ग्रुप अफ अर्गन हो जसले डाइजेसनमा हेल्प गर्छ। डाइजेसन भन्नाले जुन कम्प्लेक्स फुड पार्टिकल हुन्छ त्यसलाई ब्रेक डाउन गराएर इनर्जीमा चेन्ज गराउँछ र वेस्ट प्रोडक्टलाई शरीरभन्दा बाहिर निकाल्नमा मद्दत पुर्याउँछ। त्यही ग्रुप अफ अर्गनलाई डाइजेस्टिभ सिस्टम भन्छौँ। ओके सो त्यही कुरा लेखेको छ, द ग्रुप अफ अर्गन द्याट ब्रेक डाउन कम्प्लेक्स फुड इन्टु न्युट्रिएन्ट्स, इनर्जी एन्ड रिमुभ द वेस्ट पार्टिकल्स फ्रम द बडी। त्यही कुरा हो। जसरी मिलाएर लेख्नुहोस् तपाईँहरूले आफ्नै भाषामा मजाले मिलाएर लेख्न पाउनु भयो। क्लियर? ल एलिमेन्ट्री क्यानल भन्छ माउथदेखि लिएर एनससम्मको जुन बाटो छ है, त्यो बाटोलाई के भन्छ? एलिमेन्ट्री क्यानल भन्छ। सो लङ ट्युबुलर कोइल्ड ट्युब विथ भेरिएबल डायमिटर्स। डायमिटर त फरक छ। एक्सटेन्डिङ फ्रम माउथ टु एनस, त्यसैलाई के भन्छ? एलिमेन्ट्री क्यानल भन्छ। यो इम्पोर्टेन्ट छ, यो सम्झिनु होला है। एलिमेन्ट्री क्यानलको लेन्थ चाहिँ 8 देखि 10 मिटर हुन्छ। ओके कन्सिस्ट भेरियस पार्ट्स। अब सबै पार्ट्सहरूको नाम तपाईँलाई सोधिदिन्छ है, धेरै पटक सोधेको छ। एउटा क्वेसन टिपिहाल्नुहोस्, लिस्ट द डिफ्रेन्ट पार्ट्स अफ एलिमेन्ट्री क्यानल। टिप्नुहोस् है, मैले लेखाएन। तपाईलाई लिस्ट गर्न भन्छ अनि त्यसको डायग्राम बनाउन भन्छ। सोध्न सक्छ है, एकदमै इम्पोर्टेन्ट छ, धेरै पटक सोधेको छ पास्टमा। सो यो एउटा क्वेसन भयो, यो एमसीक्यू को लागि क्वेसन भयो। बुझ्नुभयो? यो डिफाइन सोध्छ। क्लियर? ल अब हामी टिथमा जान्छौँ है त। अब माउथ अन्तर्गत हामी पढ्दा टिथको बारेमा पढ्नुपर्छ के। माउथमा रहेको टिथ भयो, टङ भयो, यिनीहरूको बारेमा पढ्नुपर्ने हुन्छ। क्लियर? ल सो टिथमा पनि हाम्रो माथिल्लो भाग क्राउन भन्छ, नेक भन्छ, रुट हुन्छ। अब के हो अब यहाँ भन्दाखेरि तपाईँहरूले बुझ्नु हुँदैन। यहाँ मैले राखिदिएको छु, हेर्नुहोस् त। यहाँ माथिको जुन दाँत तपाईँको देखिन्छ नि त्यो चाहिँ क्राउन हुन्छ के, क्राउन भन्छ। तलको पार्ट जरा हुन्छ, रुट हुन्छ, जुन चाहिँ तपाईको गिजाभित्र हुन्छ है, जसलाई गम भन्छ, जिन्जाइभा भन्छ है, त्यो चाहिँ देखिँदैन। र जुन बिचको भाग हुन्छ नि यसलाई नेक भन्छ के। ओके बुझ्नुभयो? ओके र यहाँ तपाईको माथिल्लो भाग हुन्छ एउटा इनामेल है, र अर्को त्यसको तल अलि हुन्छ डेन्टिन। अब यहाँ तपाईले बुझ्नुपर्ने कुरा छ है, इनामेल भनेको हार्डेस्ट सब्सटेन्स र अर्को डेन्टिन हार्डेस्ट टिस्यु। हाम्रो शरीरको सबभन्दा हार्डेस्ट टिस्यु कुन हो भनेर सोध्यो भने तपाईले के भन्नु पर्यो? डेन्टिन हुन्छ। हाम्रो शरीरको सबैभन्दा हार्डेस्ट सब्सटेन्स के हो अथवा हार्डेस्ट पार्ट कुन हो भनेर सोध्यो भने इनामेल हुन्छ, दाँतमा पाइन्छ। यो चाहिँ एमसीक्यू को लागि भेरी भेरी इम्पोर्टेन्ट। ओके ल सो यो चाहिँ तपाईले बुझ्नु पर्यो। क्लियर? ल यहाँबाट बुझ्नुपर्ने यो कुरा छ है। सो बुझिसक्नु भयो। अब यसको बारेमा केही पनि भन्नु पर्दैन है। माथिको भिजुअल पार्ट जुन हुन्छ है, गिजाको जिन्जाइभाको माथिल्लो है पार्ट्स जति देखिन्छ हामीले हेर्न मिल्छ त्यसैलाई क्राउन भन्छ। नेक बिचको पार्टलाई भनिसके हैन। यहाँ तपाईहरुले यहाँ आरओओटी राख्नुहोस्। ओके
सो नेक भयो, त्यो मिडिल पार्ट भयो। क्राउन र रुटको जुन बिचको पार्ट्स हुन्छ त्यसलाई नेक भन्छ र रुट जुन चाहिँ भित्र हुन्छ गमले ढाकेको हुन्छ है। लोवर फिक्स्ड इनसाइड द ज बोन द्याट होल्ड्स द टुथ फिर्मली। ओके ल, अब इन्टर्नल पार्ट्स भन्नाले रुट भित्र अब के पाइन्छ त, जुन जरामा हुन्छ, जराभित्र त्यो हामीले देख्दैनौँ है। सो त्यो पार्ट्सहरू हेरौँ। सो इनामेल हुन्छ, इनामेल त माथिल्लो पार्ट भयो हैन, हार्डेस्ट आउटर कभरिङ अफ द क्राउन। सो यसलाई इन्टर्नल पार्ट्स भन्न मिल्दैन है। इन्टर्नल पार्ट्स यो तलको, यो चाहिँ एक्सटर्नल हो है, आउटर कभरिङ हो नि त हैन। सो हार्डेस्ट सब्सटेन्स इनामेल भयो। हार्डेस्ट टिस्यु भन्यो भने डेन्टिन है, तपाईले लेख्नु होला। जस्ट यसको तल के हुन्छ, यो डेन्टिन हुन्छ, त्यसपछि पल्प हुन्छ है। सो यो चाहिँ हेर्नुस् त, पल्प चाहिँ सफ्ट इनर पार्ट हुन्छ जसमा नर्भ्स हुन्छ, ब्लड भेसल्सहरू हुन्छ। र जब तपाईको इनामेल ड्यामेज भएर जान्छ, डेन्टिनमा पनि ड्यामेज भएर जान्छ भने, जब तपाईको यो चाहिँ इन्भाइरोमेन्टसँग एक्सपोज हुन्छ पल्प है, जब पल्प इन्भाइरोमेन्टसँग एक्सपोज हुन्छ, अब हेर्नुस् तपाईहरुले के गर्नुहुन्छ भने, अब ब्रस रातिमा गर्नु हुँदैन भने बिस्तारै यहाँ चाहिँ माइक्रो अर्गानिजमहरूले यो लेयरलाई ड्यामेज गर्दै जान्छ के। स्ट्रेप्टोकोकस म्युटन्स नाम गरेको ब्याक्टेरियाले यसमाथि एक्ट गर्छ के, अनि यसलाई चाहिँ पुरै खाइदिन्छ के, अनि यहाँसम्म जान्छ। यो चाहिँ तपाईको यो पनि खाइदियो, डेन्टिन पार्ट पनि खाइदियो, ड्यामेज गराइदियो भने, जब तपाईको यो चाहिँ ओपन, अब त एक्सपोज हुने भयो, यहाँसम्म अब सबै ड्यामेज गराइदियो, खाल्डो बनाइदियो यहाँ। जब यो एयरको कन्ट्याक्टमा यो पार्ट्स आउँछ पल्प, अब यहाँ चाहिँ तपाईलाई सेन्सिटिभ फिल हुन्छ के, धेरै चिसो अथवा धेरै तातो खाँदाखेरि यहाँ तपाईले पुरा एकदम बेसरी पेन हुन्छ क्या। बुझ्नुभयो, किनकि यहाँ चाहिँ नर्भ्सहरू, ब्लड भेसल्सहरू पर्याप्त मात्रामा पाइन्छ, त्यही कुरा यहाँ भनेको छ। सो तपाईले एमसीक्यूमा सोध्न सक्छ कुन पार्ट्स टिथकोमा नर्भ्सहरू पाइन्छ भनेर। सो सक्नुहुन्छ पल्प्समा है। ओके, पल्प्सले नर्भ्स र ब्लड भेसल्स कन्टेन गरेको हुन्छ। अर्को सिमेन्टम भन्ने आउँछ एउटा, सिमेन्टम यहाँबाट हेर्न सक्नुहुन्छ। सिमेन्टम कुन पार्ट्सलाई भन्छ है, सिमेन्टम यो पार्ट्सलाई भन्छ कि यो पार्ट्सलाई सिमेन्टम भन्छ। हार्ड कभरिङ अराउन्ड द रुट्स, रुटको बाहिरी सतहमा एउटा कभरिङ बनाएको हुन्छ, त्यसैले सिमेन्टम भन्छ। अर्को चाहिँ पेरिडोन्टल लिगामेन्ट भन्छ, फाइबर द्याट अट्याच द टुथ टु द ज बोन है, दाँतलाई ज बोनसँग अट्याच्ड गराउने एउटा लिगामेन्ट हुन्छ जसलाई पेरिडोन्टल लिगामेन्ट भन्छ है। यो चाहिँ तपाईले बुझ्नु पर्यो। अर्को गम आउँछ, जिन्जाइभा भन्छ अर्को टर्म, सफ्ट टिस्यु सराउन्डिङ द टिथ। यो सफ्ट टिस्यु जुन टिथको वरिपरि हुन्छ त्यसैले के भन्छ, जिन्जाइभा भन्छ अथवा गम भन्छ। यति हो, यहाँबाट बुझ्नुपर्ने कुराहरू मैले भनिसकेको छु, त्यो टिपिहाल्नु होला है जुन जुन छ। अब यहाँबाट मोस्ट इम्पोर्टेन्ट जुलोजीमा पनि सोध्न सक्छ, किनकि जुलोजीमा पनि सिस्टम राखिदिएको छ। सो यहाँबाट क्वेसन यो एउटा सोध्छ, लेखिहाल्नुहोस् है। डेन्टल फर्मुला एडल्टको सोध्छ, पर्मानेन्ट टिथ अफ डेन्टल फर्मुला। ओके, एडल्टमा। सो 32 वटा हुन्छ। अब कसरी लेख्नु पर्यो तपाईहरुले, यसको भनेको के हो कि खासमा इन्सिजर, केनाइन, प्रिमोलार, मोलार, यो हो कि खासमा भन्नुपर्ने कुरा चाहिँ यो रहेको छ। क्लियर। सो अगाडिको जुन दुई हेर्नुस् है, ध्यान दिएर हेर्नुस् ल। हेर्नुस्, यो इन्सिजन भनेको यो 2/2 भनेको के हो भने, यो माथि दुईटा छ र तल दुईटा छ, इन्सिजन टिथ। अनि केनाइन एउटा माथि छ, एउटा तल छ, यसरी बुझिन्छ कि। तपाईले यसरी लेख्नु होला है, 2/2 इन्सिजन कमा 1/1 केनाइन कमा 2/2 के हो प्रिमोलार कमा 3/3 मोलार।
ओके, यसरी तपाईहरुले लेख्नु होला। यसरी लेख्दाखेरि राम्रो हुन्छ है। अनि इक्वल टु टोटल तीत कति हुन्छ, टोटल तीत 32 वटा हुन्छ। बुझ्नुभयो? क्लियर? ल, सो यसरी नै गर्नु होला। 21 23 भनेर यसरी सम्झिदा हुन्छ। 21 23 21 23 है। 21 02 21 02 यो बच्चामा हुन्छ। ओके, र यसलाई कहिलेकाहीँ यो सम्झिँदै पनि बिर्सिन्छ के। सो कसरी कन्फर्म गर्ने कि चाहिँ मैले याद गरेको बिग्रियो वा ठिक छ भनेर। सो यसरी गर्ने कि यो टोटल तीत जुन छ नि, यो माथिल्लो चाहिँ तपाईले काउन्ट गर्नुस्। 2 1 3 3 2 5। सो 5 आयो, इन्टु 4 ले मल्टिप्लाई गरिदिनुस् 20 वटा। सो बच्चामा 20 वटा तीत हुन्छ, ठिक छ। यहाँ हेर्नुस्, यसमा हेर्नुस् 2 अगाडि छ, 2 1 3 3 2 5 3 8 भनेको 8 माथिको आयो। 8 इन्टु 4 गर्नुस् त, 8 4 जा 32 32 आयो भनेको ठिक छ। यसरी चाहिँ तपाईले गर्न सक्नुहुन्छ है। इन्टु 4 गरिदिनुस्, माथिको काउन्ट गरिदिनुस्, यो जोड दिनुस्, इन्टु 4 गरिदिनुस्। टोटल यदि 32 आयो भने एडल्टको लागि ठिक छ। टोटल इन्टु 4 गर्दाखेरि यदि 20 आयो भने यो बच्चाको हो भनेर यसरी करेक्ट गर्न सक्नुहुन्छ भन्न खोजेको हो है। एउटा सानो टेक्निक मात्र हो, बाँकी त तपाईले आफ्नो सम्झिन सक्नुहुन्छ आफ्नै तरिकाले है। त्यस्तो खासै रकेट साइन्स छैन के है। बाँकी मैले भन्नुपर्ने कुराहरू यही नै थियो। तपाईले यसरी लेखिदिनु होला, इक्जाममा सजिलो हुन्छ भन्न खोजेको के है। यसरी लेख्दाखेरि राम्रो हुन्छ के भन्न खोजेको छ। हेर्नुस् न, अब यहाँ बच्चाको लागि डिसिडिएस मिल्क डेन्टल फर्मुला यहाँ राखिदिएको छु मैले। हेर्नुस् त 2102 भने नि हो, 2102। अब तपाईले सोधिन्छ है डिसिडिएस मिल्क को केसमा चाहिँ कुन तीत एब्सेन्ट हुन्छ भनेर। सो मैले 2102 बताएँ। 2 भनेको के हो भन्नु त, इन्सिजन। अनि हेर्नुस् 2102 इन्सिजन केनाइन प्रिमोलर मोलर भयो हैन। सो कुन एब्सेन्ट छ ल भन्नुस् त। यसको ठाउँमा 0 छ, यो ठाउँमा 0 छ भने पक्कै प्रिमोलर चाहिँ एब्सेन्ट छ। सकियो के, यसरी सम्झिने हो। यो रटेर काम छ र यो फर्मुला थाहा छ, कसको तल 0 आइरहेछ त्यही नै चिज 0 छ, प्रिमोलर हुँदैन। सो बच्चामा चाहिँ कुन टुथ एब्सेन्ट हुन्छ त, प्रिमोलर एब्सेन्ट हुन्छ। एमसीक्यू को लागि इम्पोर्टेन्ट छ है। टिपिहाल्नुस्, एकदम इम्पोर्टेन्ट। ओके, भेरी भेरी इम्पोर्टेन्ट। यहाँबाट एमसीक्यूमा सोध्ने सबै कुराहरू मैले भनिसकेँ है। कहाँबाट सोध्छ मैले एमसीक्यूमा सोध्यो भने मैले क्यू भन्ने कोडले डिनोट गरिदिन्छु है त। र यहाँबाट पनि सोध्छ, यो सम्झिनु होला। यहाँ क्यू मैले राखिदिएको छु, एकदम इम्पोर्टेन्ट छ, छोड्नु भएन है। यो एकचोटि हेर्नुस् ल। अर्को चाहिँ पर्मानेन्ट र टेम्पोररी तीतको डिफरेन्स बिट्विन हेरिदिनुस् एकचोटि। यहाँबाट एमसीक्यू सोध्ने चान्सेस हुन्छ है। पछि गएर लाइसेन्स एक्जाम दिनुहुन्छ भने त्यो बेला पनि काम लाग्छ है। टेम्पोररी र पर्मानेन्ट। अब टेम्पोररी भनेको त्यही डिसिडिएस मिल्कलाई भन्छ, डिसिडिएस मिल्क तीतलाई भन्छ के है। जसको डेन्टल फर्मुला के थियो, 2102 थियो त, के भन्नुपर्छ 21 23 थियो। सकियो एउटा डिफरेन्स है। सो हेर्नुहोस् त, मिल्क तीत भन्छ, चाइल्ड, डिसिडिएस, प्राइमरी, यो सबै एउटै नाम हो के, टेम्पोररी तीत भन्छ। सो त्यो बेला 2102 चुज गर्नु होला। 2102 भन्नाले यसरी के 2102 यसरी हेर्नुस् 2102 2102 यसरी लेख्नु होला। यहाँ इन्सिजन केनाइन प्रिमोलर मोलर कमा गरेर अघि मैले सिकाएँ नि हो, त्यसरी नै गर्नु होला। बारम्बार भन्न नपरोस् है, बिगार्नु भएन तपाईहरुले, यत्र पिटाइ लाग्छ। ओके ल, सम्झिनु भयो। हेर्नुस् त, फर्स्ट इरप्सन सुरुमा मिल्क तीत आउँदाखेरि सुरुमा कुन दाँत आउँछ त सोध्छ है, सोध्छ। एमसीक्यू को लागि इम्पोर्टेन्ट छ। सुरुमा चाहिँ लोवर सेन्ट्रल इन्सिजर आउँछ भनेको 21 हेर्नुस् 2102 छ नि, यो चाहिँ बच्चाको भयो, टेम्पोररी तीत भयो। सो सुरुमा दाँत आउने भनेको यो वाला जुन दुईटा छ नि हैन, छ कि नै ल भन्नुस् त।
हो यो दुईटाको जुन पहिलोवाला हुन्छ नि तल्लोवाला दाँत हो, सो यही इन्सिजरवाला एउटा दाँत सुरुमा आउँछ के, त्यही कुरा भनेको छ। लोवर सेन्ट्रल इन्सिजर भनेको बिचको जुन दाँत हुन्छ तल्लो त्यही अगाडि आउँछ है। दुईटा हुन्छ जसमध्ये एउटा सुरुमा आउँछ, त्यही कुरा भनेको छ यहाँ। लोवर सेन्ट्रल इन्सिजर 6 महिनामा आउँछ है सुरुमा। क्लियर? सो तपाईँले सोध्न सक्छ बच्चामा दाँत चाहिँ कति उमेरदेखि आउन स्टार्ट हुन्छ भने तपाईँले के भन्नु पर्यो, 6 मन्थदेखि। कुन दाँत? त लोवर सेन्ट्रल इन्सिजर तिर। क्लियर? र लास्ट दाँत कुन आउँछ टेम्पोररी बच्चामा लास्ट दाँत कुन आउँछ? सो लास्ट इरप्सन भनेको लास्टमा बच्चाको फेजमा हुँदाखेरि त्यसको लास्ट कुन दाँत उम्रिन्छ? सो अप्पर सेकेन्ड मोलार हुन्छ है, जुन चाहिँ 24 महिनामा आउँछ। अप्पर सेकेन्ड मोलार, बुझ्नुभयो? सो हेर्नुहोस् त, यो प्रिमोलार भयो, यो मोलार भयो। सो यो चाहिँ सेकेन्ड, यो 2 छ नि, हो यसरी नै सम्झिनुहोस्, किनकि यसको फर्मुलामै 2 छ, यही लास्टमा आउने हो हैन। हो सो यही चाहिँ जुन दोस्रो दाँत हुन्छ है मोलारको, त्यही नै लास्टमा आउँछ र 24 महिनामा आउँछ, यो सम्झिनु पर्यो तपाईँहरूले। सो सुरुमा आउने भनेको हेर्नुहोस्, सुरुमा आउने भनेको यो दुईटा मध्ये एउटा सुरुमा आउँछ र यो दुईटा मध्ये एउटा जुन हुन्छ त्यो चाहिँ लास्टमा आउँछ। केही गाह्रो छ र? केही गाह्रो भयो भने यो चाहिँ तपाईँले बनाएर चाहिँ सम्झिन सक्नुहुन्छ। यही बनाएर इक्जाममा सम्झिदिनुहोस् के छ र, यदि यसरी झुकिनु भयो भने है। र 6 महिनामा सुरुमा आउँछ र लास्ट चाहिँ 24 महिनामा आउँछ, यसरी सम्झिनु पर्यो है। अब हेर्नुहोस् सजिलो, कति सजिलो छ याद गर्नुपर्ने। यहाँ 24 महिना भयो, यहाँ 24 साल। हेर्नुहोस् 24 सालमा लास्ट इरप्सन हुन्छ पर्मानेन्टमा। यहाँ 6 मन्थ छ, यहाँ 6 वर्ष छ। हेर्नुहोस् त कति सजिलो भयो। पहिलो दाँत पर्मानेन्टमा 6 वर्षमा आउँछ, टेम्पोररीमा 6 महिनामा आउँछ। लास्ट इरप्सन टेम्पोररीमा 24 महिनामा, पर्मानेन्टमा 24 वर्षमा। रेन्जमा लेख्दाखेरि 17 देखि 24 वर्ष। कति सजिलो हेर्नुहोस् त, सजिलो छ कि नै याद गर्नु। यसमा 20 दाँत, यसमा 32 दाँत, सिम्पल। यो रेन्जमा यहाँ राखिदिएको छु। डेन्टल फर्मुला थाहै छ, कुन एब्सेन्ट हुन्छ टेम्पोररीमा। सो यहाँ जहाँ 0 छ त्यही नै एब्सेन्ट हुन्छ, प्रिमोलार एब्सेन्ट हुन्छ। ओके, सो प्रिमोलार एब्सेन्ट छ। अनि यहाँ एउटा अझै हुनुपर्ने 21, 23 बन्नको लागि यहाँ के कमी छ त? दुईटा यहाँ कमी छ। यहाँ 23 हुनुपर्ने 2 छ भनेको यहाँ एउटा कमी छ हैन। सो एउटा मोलार र 21, 23 भनेको एउटा मोलार र दुईटा प्रिमोलार चाहिँ एब्सेन्ट छ भनेको यो लेख्नु पर्यो। बुझ्नुभयो? के एब्सेन्ट छ के भनेको यो बच्चा पछि गएर एडल्ट बन्छ कि नै बन्छ नि। सो यो एडल्टको तुलनामा यो बच्चामा के एब्सेन्ट छ? कुन दाँत त? प्रिमोलार, थर्ड मोलार। क्लियर? ल गुड। त्यही कुरा अब यसमा एब्सेन्ट हुँदैन, सबै आइसकेको छ। 32 वटा दाँत हुन्छ। डेन्टल फर्मुला तपाईँले सिकिसक्नुभयो। यो 21, 23, 21, 23 अघि मैले सिकाएँ कसरी लेख्ने है। कमा गराएर इन्सिजन, प्रिमोलार, मोलार हैन, त्यो चाहिँ गर्नु होला। ओके, मजाले 21, 23 गराएर 21, 23 गराएर कमा गराएर इन्सिजन, केनाइन, प्रिमोलार, मोलार गरेर गर्नु होला। ल अब हामी टङ पढ्छौँ, जिब्रो है। र यसको नाम अर्को चाहिँ एउटा ग्लोसा हुन्छ के, ग्लोसा पनि भन्छ यसको अर्को नाम। र यसको इन्फ्लामेसनलाई ग्लोसाइटिस भन्छ है। यो कुरा तपाईँले बुझ्नु पर्यो। ओके, र यो चाहिँ हाइली भास्कुलर हुन्छ, यसमा बढी रगत सप्लाई भएको हुन्छ। यो चाहिँ यू सेप हुन्छ। जिब्रो कसरी हुन्छ तपाईँको? यो सेपमा छ कि नै यसरी। यहाँ चाहिँ बर्ड्सहरू छ, पेपिलाइहरू छ है, जसले टेस्ट पत्ता लगाउँछ। क्लियर? यो बिचमा फिलिफर्म हुन्छ है, र यो पछाडि भ्यालेट हुन्छ
अगाडि फङ्गिफर्म हुन्छ। क्लियर। र यो भ्यालेट चाहिँ अलि ठुलो ठुलो हुन्छ, फिलिफर्म सानो सानो बिचमा हुन्छ र यो ठिक्कको चाहिँ अगाडि पोर्सनमा फङ्गिफर्म हुन्छ। ल सो यति बुझ्नु होला। अब यो चाहिँ कस्तो इपिथेलियलले बनेको हुन्छ? नन केराटिनाइज स्ट्रेटिफाइड इपिथेलियम है, नन केराटिनाइज स्ट्रेटिफाइड इपिथेलियमले बनेको हुन्छ। यो चाहिँ एउटा सेन्स अर्गन हो, सेन्सेसन पत्ता लगाउँछ। अब हेर्नुहोस् टङको काम के हो फङ्सनमा तपाईँले सोध्न सक्छ परीक्षामा, सम्झिनु पर्यो। मस्कुलर अर्गन हो जुन चाहिँ माउथमा अवस्थित छ। ओके। र यसको काम के हो? टेस्ट, स्पिकिङ, बोल्नमा पनि मद्दत गर्छ, च्युइङ, खाना चपाउनमा, घोट्नमा, निल्नमा हैन, क्लिनिङ द माउथ, माउथलाई सफा राख्नमा पनि मद्दत गर्छ। अब हेर्नुहोस् बर्ड्स अथवा पेपिलाई भन्छ है, टेस्ट बर्ड, स्वाद पत्ता लगाउने यिनीहरूकै काम हो। सो सुरुमा फङ्गिफर्म जुन चाहिँ टिपमा पाइन्छ के है, टिपमा पाइन्छ। यो कुरा तपाईँले बुझ्नु पर्यो। ओके। ल यो चाहिँ इम्पोर्टेन्ट छ है, यो चाहिँ 2 मार्क्समा सोध्न पायो क्या। ल यो टिप एन्ड साइड अफ द टङ मैले भने नि सुरुमै, मैले तपाईँले भनिसकेँ। यसरी छ भने यहाँ चाहिँ यसरी फङ्गिफर्म पाइन्छ क्या। ओके। टिपमा बुझ्नुभयो? त्यो साल्ट र स्विट र सावर यो चाहिँ पत्ता लगाउने फङ्गिफर्म हो है, बुझ्नुभयो? स्विट, साल्ट, सावर फङ्गिफर्मले पत्ता लगाउँछ। म्याक्सिमम टेस्ट चाहिँ यही फङ्गिफर्मले नै पत्ता लगाउँछ। फिलिफर्म बिचमा हुन्छ है, साना साना हुन्छ, सेन्टरमा पाइन्छ है, स्मलेस्ट टेस्ट बर्ड हो। सो एमसिक्यूमा सोध्न पायो सबैभन्दा स्मलेस्ट टेस्ट बर्ड कुन हो तलको मध्ये भनेर। सो सोध्यो भने फिलिफर्म हुन्छ है। यसमा टेस्ट त्यति पत्ता लगाउँदैन, नो टेस्ट भन्न त मिल्दैन, अलिअलि टेस्ट पत्ता लगाउँछ, त्यसैले यसलाई नेग्लेक्ट गरिएको छ है। नो टेस्ट भनेको सबैभन्दा म्याक्सिमम पत्ता लगाउने भनेको फङ्गिफर्मले हो, फिलिफर्मले त्यति पत्ता लगाउँदैन है, किनकि सबै कुरा त आइसक्यो फङ्गिफर्ममा। ल सो बुझ्नु होला है। यो नेग्लेक्ट गर्नुको कारण एकदम मिनिमम भएको कारणले क्या है। र अर्को चाहिँ भ्यालेट आउँछ जुन चाहिँ 8 देखि 12 वटा हुन्छ, पछाडि ठुलो ठुलो हुन्छ क्या। ओके। ल सो हेर्नुहोस् त पछाडिपट्टि हुन्छ लार्जेस्ट टेस्ट बर्ड हो र लिस्ट इन नम्बर, नम्बरमा कम हुन्छ 8 देखि 12 वटा। तर यो चाहिँ जुन फिलिफर्म छ यो चाहिँ थुप्रै हुन्छ है। र यो चाहिँ बिटर टेस्ट पत्ता लगाउँछ, बिटर टेस्ट है। र पावरफुल टेस्ट बर्ड भनेर कसले भन्छ त? भ्यालेटलाई भन्छ। यति बुझ्नुपर्ने कुरा छ। कहिलेकाहीँ यसको डिफरेन्स बिट्विन सोधिदिन सक्छ, यसैले बक्स बनाएर लेखिदिनु होला। अब यहाँ हेर्नुहोस् त बिटर, भ्यालेट यहीँ छ पछाडि पोर्सनमा भ्यालेट। क्लियर। सावर साइडमा है, साल्ट टिपमा। अब कसरी सम्झिने यसलाई म भनिदिन्छु है। साल्ट यो टी आयो, टिप बुझ्नुहोस्, सावर यसबाट साइडमा है। अर्को स्विट, स्विट लास्टमा टी आछ टिपमा। सो यसरी बुझ्नुहोस् न। हेर्नुहोस् त सावर, साल्ट, साइड, साइड भनेर बुझ्न सक्नुहुन्छ अथवा टिपमा, टिप पनि भन्न मिल्छ, साइड पनि भन्न मिल्छ है। सो मेन यही छ क्या सबै टेस्टहरू, बुझ्नुभयो? सो मजाले लेख्नु होला। अब हामी जान्छौँ ओइसोफेगसमा है। यति कुराहरू त बुझिसक्नुभयो। टेस्ट बर्डलाई नै पेपिलाई भन्छ क्या है। ल ओइसोफेगस